20 जना मान्छे त के कोरम पुर्याउन पनि गाह्रो हुन्थ्यो। दुःखको साथ भन्नु परेको छ। र आज ठाउँ ठाउँमा चोक चोकमा कानुनी सल्लाहकारजीले अघि बताउनु भयो कि मिडियामा पुरा छपछपी छ, बुद्ध सामुदायिकमा निर्वाचन हुँदैछ अरे। विडम्बना। यो संस्थालाई कसरी जोगाइएको छ, यो संस्थालाई अहिलेसम्म पालन पोषण गरेर यहाँसम्म कसरी पुर्याइएको छ, पूर्व वक्ता मित्रहरूले भनिसक्नुभयो। त्यो कुरालाई चाहिँ पटक पटक दोहोऱ्याउनु पर्छ जस्तो मलाई लाग्दैन। आदरणीय साथीहरू, मैले सन्दर्भ जोड्न खोजेको यो संस्था 2063 सालमा जब गठित भयो, कार्यक्रमहरू हुन थाले, त्यति बेला म 14 वर्षको थिएँ। स्मरण छ त्यो कुरा अहिले। म त्यति बेलाको मेरो याददाश्त अहिले पनि म त्यो सम्झना चाहन्छु कि 2063 सालमा यो संस्थाले कार्यक्रम गरिरहँदा म सदस्यता लिन गएको। यो संस्थाको म पनि सदस्य हुन चाहन्छु भनेर म गएको हो। तर त्यति बेला 14 वर्षको नाबालिग बच्चालाई सदस्यता कसरी दिने त? त्यस्तो खालको कुरा आएपछि पर्खाइमा बसे। विभिन्न साथीहरू आउनुभयो, म पनि सदस्य बन्छु भन्ने प्रस्तावना राख्दै आए। त्यसपछि 2073 सालदेखि 2076 सालसम्मका त्यति बेलाका अध्यक्ष, हाल वडा नम्बर 6 का निर्वाचित अध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवजी अध्यक्ष भएर आएपछि म यो संस्थाको सदस्यता मैले प्राप्त गरेँ। उहाँकै करकमलबाट उहाँकै टिमले दियो। त्यति बेला मेरो सदस्यता नम्बर र हालको मेरो सदस्यता नम्बर जिल्ला प्रहरी कार्यालयको कन्ट्रोलको नम्बर 100 नम्बर पर्यो है। तीव्र गतिमा जस्तो त्यहाँ फोन जान्छ त्यसरी नै मेरो आफ्नो सदस्यता नम्बर 100 पढ्यो। 100 पढ्दाखेरि यो संस्थामा लागेर मैले समाज सेवा गर्ने अवसर प्राप्त गर्दै म आफू 74 सालमा गएर चाहिँ निर्वाचनमा भाग लिए। सम्मानित 4 नम्बरको जनताले मलाई सम्मान गर्यो र हाल पनि म आफ्नो सिनोपचारका जनसमुदायलाई धन्यवाद दिन चाहन्छु कि तपाईहरूको देन हो, तपाईहरूको सहयोग, तपाईहरूको यो आशीर्वाद हो कि आज यो भोला आज यो मञ्चमा उभिएर बोलिरह्यो भने मैले बोलेको होइन, यो वार्ड नम्बर 4 को सम्मानित जनसमुदायले बोलेको भन्ने कुरा मैले महसुस गरेको छु। आदरणीय साथीहरू, सन्दर्भमा यो संस्था मात्रै होइन, सिनपा 4, 6, 10 को अहिले शान्ति सुरक्षाको दृष्टिकोणमा स्थिति र परिस्थिति के छ विचार गर्नुपर्ने कुरा छ। जेएनजी आन्दोलनले जब पिपरिया चौकी मात्र होइन, देशका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय, चौकी, इपरका लगायतका जब सबै जलाइदिए, त्यसमा हाम्रो सिनपा 6 को चाहिँ गल्लामण्डी चौकी पनि पर्यो। त्यो जलिसकेपछि अहिले शान्ति सुरक्षाको दृष्टिकोणले उद्योगी, व्यवसायी, आम नागरिक सबै परेशान छन्। हामी वडा अध्यक्षहरूलाई जनताको फोन आउने बेलामा स्पष्ट तरिकाले फलानो ठाउँमा चोरी भयो, फलानोको घरमा मारपिट भयो, फलानोको छोराले यस्तो गर्यो, बुहारीले यस्तो गर्यो भन्ने कुरा जानकारी आउँदाखेरि पुलिसको आवश्यकता पर्ने खण्डमा हामी जिल्ला प्रहरी कार्यालयलाई गुहार गर्नुपर्छ कि चाहिँ वडा प्रहरी कार्यालयलाई गुहार गर्नुपर्ने परिस्थिति बनेको छ। हामीसँग चौकी भएको भए हामी आफूले चौकीमा फोन गर्थ्यौँ र त्यही नागरिकलाई चौकी नजिकै छ, तपाईँ जानुस् भन्ने सहज तरिकाले हामी कुरा गर्थ्यौँ। तर आज 4 नम्बर, 6 नम्बर, 10 नम्बर शान्ति सुरक्षाको दृष्टिकोणले हामी चाहिँ पछाडि परेका छौँ। त्यसले गर्दा हामी तपाईँ सबै मेरा बोर्डका 3 जना साथीहरू यहाँ हुनुहुन्छ, 6 नम्बर वडाका वडा अध्यक्ष, 10 र 11 का, र म आफै पनि स्वयं 4 का मेरै पालोमा हो। कुरा निकाल्दा यसो साथीभाइहरू यसो उठेर जान लाग्नुभयो। शान्ति सुरक्षा वडा अध्यक्षलाई मात्रै चाहियो जस्तो महसुस पनि हुन लाग्यो कि क्या हो। रह्यो सन्दर्भ जोड्न खोजेको मैले कि अहिले बुद्ध सामुदायिकमा पनि हामीसँग एकजना प्रहरी छैन। आजका प्रमुख अतिथि ज्यूलाई मैले यो कार्यक्रमको माध्यमबाट मैले अवगत गराउन चाहन्छु
कि 4 नम्बर 6 नम्बर 10 नम्बर यो सिद्धार्थ नगरपालिकाको भूगोलको हिसाबले तपाईँ हेर्नुहुन्छ भने यो सबभन्दा ठुलो एरिया हो र धेरै जनमानुस बसोबास गरेको यो कार्यक्षेत्र हो। त्यसले गर्दा आज यस कार्यक्रमको माध्यमबाट मैले उहाँलाई जानकारी गराउन चाहन्छु कि एसपी साहबसँग कोर्डिनेसन गरेर एकजना हवलदार र एकजना जवानको व्यवस्था चाहिँ यहाँले मिलाउनु हुनेछ भन्ने म बुद्ध सामुदायिकको पदेल सदस्य र 4 नम्बर वडाको वडा अध्यक्षको हैसियतले म यहाँलाई चाहिँ अनुरोध पनि गर्न चाहन्छु। र यो कुरा यहाँ धेरैले बुझिरहेका छन्। भोजपुरीमा भनिन्छ र हिन्दीमा भनिन्छ जो जे जानला वह सानला, लेकिन यह जानत सब बा, लेकिन समझने में लोग आगे नहीं बढ़ाता। समस्या उत्पन्न बा। हामीले चौकी बनाउनको निम्ति मेरो यो ठुलो पीडा हो। मैले सङ्घर्ष गरेको छु, मैले चाहिँ त्यसमा लगानी गरेको छु, तर काम अहिले रुकेको अवस्था छ। व्यक्तिहरूले भाषण गर्छन्, काम गर्दैनन्। मैले पटक पटक भन्दै आएको छु, प्रत्येक कार्यक्रमको माध्यमबाट भन्दै आइरहेको छु कि शान्ति सुरक्षाको दृष्टिकोणमा हामी पछाडि परिराखेका छन् साथीहरू। तर कोही अगाडि सर्न खोज्दैन। किन हो यस्तो? हो जिम्मेवार व्यक्ति म पनि हो, तर म मात्रै लागेर विकास हुन्छ भन्ने छैन। पैसा हालिदिने काम हाम्रो हुन्छ, तर सहज वातावरण मिलाइदिने तपाईहरूको पनि जिम्मेवारी हो जस्तो मलाई लाग्छ। हामीले चौकी बनाउनको निम्ति वडा कार्यालयबाट पोल गाडिसकेका छौँ, शिलान्यास गरिसकेका छौँ, 4 हाइवा बालुवा पनि खसालिसकेका छौँ, समिति पनि बनाइसकेका छौँ, तर काम रुकेको छ। काम किन रुक्यो भन्ने कुरा मसँग प्रश्न गर्नुहुन्छ भने प्रदीप बहादुर छेत्री एसपी साहब भएको बेलामा हामीले विभिन्न सङ्घ संस्था र उद्योगहरूसँग हामीले कुराकानी गरेका थियौँ कि हामीलाई सहयोग गर्नु पर्यो, चौकी बनाउनु पर्यो भन्नेतिर कुरा गर्दाखेरि चाहिँ एसपी साहबले हुन्छ भन्नुभयो। तर वर्तमान सरकारको कुरा, तर वर्तमान सरकार या उहाँको कार्यावधि 1 वर्ष पुगिसकेपछि उहाँको सरुवा भयो। अहिलेको एसपी साहबसँग म 4 पटक भेट्न गएँ। 4 पटक भेट्न जाँदाखेरि चाहिँ मैले डिएसपी साहबको अगाडि मैले गुनासो पोख्न खोजेको होइन। यहाँहरूको लागि, जिल्ला प्रहरी कार्यालयको लागि, पुलिसको लागि घर बनाइदिने हाम्रो प्रतिबद्धता हो, हामी गर्छौँ। तर त्यसमा सहजीकरण जिल्ला प्रहरी कार्यालयले पनि विधिपूर्वक गरिदिनु पर्यो, जिल्ला प्रशासन कार्यालयले पनि विधिपूर्वक गरिदिनु पर्यो। हामी लागेका छौँ, हामी बनाउँछौँ। हामीले भनेको थियौँ 4 महिनामा बनाउँछौँ, तर सकेनौँ। हामी नेतृत्व गर्ने व्यक्तिले मात्रै चाहिँ सक्छौँ भन्ने छैन। त्यसमा पुलिस प्रशासन र तपाईँको सिडिओ कार्यालयको अवश्य नै सहयोग नभएसम्म बनाउन सकिँदैन। लगानी भनेको तपाईँको 1 करोड 26 लाखको लगानी हो। हामी 4 जना वडा अध्यक्षहरूले मिलेर ल हामी 25-50 लाखको जिम्मा हामी लिउँला, बाँकीको पैसा उद्योगबाट पनि उठाउनको निम्ति, सहयोग गर्नको निम्ति, सहयोग माग्नको निम्ति हामीले चाहिँ जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासनलाई गुहार लगाउनै पर्छ। त्यसले गर्दा अब हामी फुटेर होइन, जुटेर आफ्नो गाउँ, आफ्नो ठाउँ हामी आफै बनाऊ भन्ने मूल नाराका साथ अगाडि बढेर यो कार्य सम्पन्न गर्न एकदम आवश्यक छ। बुद्ध सामुदायिकको कुरा गर्नुहुन्छ भने बुद्ध सामुदायिक अहिले हनुमान मन्दिरको प्राङ्गणमा छ। भोलि हनुमान मन्दिरले हात उठाइदियो भने सामुदायिक कहाँ लैजाने? प्रश्न ठुलो छ। कुरा गर्न सजिलो छ, काम गर्न गाह्रो छ साथीहरू। आज हनुमान मन्दिरको अध्यक्षज्यूलाई धन्यवाद दिन चाहन्छु म वार्ड अध्यक्षको हैसियतले कि उहाँले निःशुल्क रूपमा हनुमान मन्दिरको प्राङ्गणभित्र यस संस्थालाई एउटा बच्चा पाले जस्तै पालेर जुन राख्नु भएको छ त्यसको निम्ति म धन्यवाद पनि टक्राउन चाहन्छु उहाँलाई। र चौकीको सँगसँगै हामी बुद्ध सामुदायिकको पनि भवन त्यही 1 कट्ठा 13 धुर जग्गामा चाहिँ हामी बनाउने चाहिँ सङ्कल्प लिएका छौँ। आज विभिन्न साथीहरूले अघि भन्नुभयो, दीपक छेत्री नेपाले सरले अघि बताउनुभयो 4 जना वडा अध्यक्ष साथीहरू यहाँ हुनुहुन्छ। मैले नै उहाँहरूलाई साथीहरू यो कार्यक्रममा आज 10 र 11 उपस्थित हुनुपर्छ, उपस्थित मात्र भएर हुँदैन, बुद्ध सामुदायिकलाई अब पैसा पनि हाल्नुपर्छ भन्ने साथका हामी 4 जना एकजुट छौँ। तर यहाँहरूबाट पनि साथ सहयोग सम्पूर्ण कुरा आइदिनु पर्यो। आइदिएपछि त्यो बनाउन एकदम जरुरी छ। मैले बोलिरहेको छु, तपाईँहरूलाई चाहिँ हल्का लाग्यो होला,
तर आवश्यकता पर्दाखेरिको महसुस गर्नु होला। कुनै दिन कसैको घरमा तालचा काटेछ, कसैको बाकस लगिएको छ, परिस्थिति त्यस्तो छ। त्यसले गर्दा अघि सतीश अङ्कलले निकै राम्रो कुरा राख्नुभयो। अहिले चाहिँ हामीसँग प्रहरी नभएर हाम्रा टोल वासीहरू विशेष गरी तपाईँको चाहिँ 10 नम्बर र 4 नम्बरका जनमानुसहरू सुत्न चाहिँ बडा गाह्रो भइरहेछ। 11 बजे 12 बजेसम्म बुलेट मोटरसाइकलको चाहिँ त्यो साइलेन्सर चेन्ज गरेर पटट चक्का उठाएर पुरा त्यो एयरपोर्टको जुन रिङ रोड छ यस्तो बाइक दौडाएर हिँडेको अवस्था छ। हालसम्म 7 जना मान्छे दुर्घटनामा परेर त्यो बाटोमा चाहिँ मृत्यु भएर मुटुल्कामा हामी 10 र 4 को वडा अध्यक्षले सही गरेको प्रमाण पनि छ हामीसँग, मुटुल्का प्रमाणित गर्ने हामीले। यस्तो परिस्थितिमा चाहिँ अब हामी तपाईँ फुटेर जाने हो कि जुटेर जाने हो, साथीहरूले विचार गर्नुहुनेछ भन्ने आशाका साथ मैले आज यो कार्यक्रमको पूर्ण